हेलो गाइज, आज चाहिँ हाम्रो सर्वे क्याम्पिङको डे सेकेन्ड अनि हिजो चाहिँ हामीले यसो मेसिन हल्का चलाउन सिक्यौँ र आज चाहिँ हामी साइडमा गएर हल्का रेक्की गरेर चाहिँ आज ट्राभलको काम छ हाम्रो। अहिले चाहिँ 6:30 भयो बिहानको। क्याम्पिङ हिँड्दैछन् केटाहरू जान लाग्यो अब। हाई हेलो मेथलाङ आइपुग्यौँ सर्वे गर्नलाई। ठ्याक्क आएर रेस्ट। हामी मेथलाङमा ल निस्किरहेछ कबिर। ल रेकी अब हामी यहाँ सर्वे गर्न लाग्यो। ल मेथलाङमा सुशील पोखरा क्याम्पिङमा आउँदाखेरि यस्तोमा खाना खानु पर्छ। दाल हेर्नुहोस्, पर्वा हेर त्यहाँ डोस के छ कस्तो छ त। सो हाम्रो चाहिँ फर्स्ट दिन होइन थर्ड दिन। अफिसियल्ली चाहिँ थर्ड दिन, तर आएको चाहिँ हामी काम गरेको चाहिँ फर्स्ट दिन। र यहाँ चाहिँ सञ्जीव, सुशील, रमेश, कबिर, बसन्त, म यहाँहरू छन् केटाहरू यता। भीमे थाकियो, अस्ति थाकियो दोस्तहरू। आज केही गरे होइन तर थाकियो, किनकि हामी काम त गरेन, घाममा हिँड्ने गरे के पेक गाड्ने मात्र हो। हामी यहाँ सर्वे गर्दैछौँ, थाकेर हामी यहाँ बस्दैछौँ। तर बाजे चाहिँ खत्रै कुद्दै थियो कि यति एक्टिभ छ जे होस् सर्वे गर्नमा। भन्नै पर्छ बाजेलाई, सर्वेयर हो नि यार बाजे, सर्वेयर हो। तर मलाई नि मन त लाग्छ, तर के हामी बाटोमा रोकेका छौँ कलेज बस मेथलाङको तल छौँ हामी। यहाँनिर हामी पाइप थाप्न बसेका छौँ। ल यहाँ दोस्त बिरामी भएर हाम्रो दोस्त चाहिँ यहाँ सर्वे गर्दा उपचारको लागि ल दोस्त यो म्यान चिन्नुभयो नि तपाईहरु पहिले। सो गाइज आज चाहिँ हाम्रो डे 3 हो है सुशील। के भन्छ यही भन्नु अब के गर्ने हो। हिजो त थाकेर आज त केही गर्नै सक्यो होइन, फिल्डमा के गर्ने भन्ने कुरा हो। हिजो हामी धेरै थाक्यौँ, जाम के गरेको त्यस्तो यस्तो बनाए कहाँ गयो यार। एयरपोर्ट सर्वे क्याम्पिङको डे 4 हामी क्याम्पिङमा छौँ। अहिले चाहिँ खाना खाएर यत्तिकै बसिरहेछौँ। गाइस म चाहिँ हन्टर हो, आज खत्रै भात खाँदैछु। यहाँ मासु छ, हेर्नुहोस् यो मान्छेले यत्रो भात खान्छ। 3 चोक त मासुमा यत्रो, यसको पनि कम त छैन, ठिकै छ। मेरो चाहिँ एभरेजमा। यो बड्डोले भ्याउन लागिसके। क्या है ये टेक्नोलॉजी है। फोटो खिच्दैछन् त्यहाँ।
सर्वे गर्न आएको मान्छेहरू इन्जिनियर बन्न सपना सबै टुटेर लाने भयो मेरो सर्ट भिडियो बन्दैछ केटा हेलो एभ्रिवान, आज हाम्रो सर्वे क्याम्पिङको लास्ट दिन अनि अहिले बिहानको 6:30 भइसक्यो क्लुब। अनि आज हामी ब्रिज सर्वे गर्न जाँदैछौँ खोलामा। ब्रिजको सर्वे गर्ने हो आज चाहिँ। आज हाम्रो अन्तिम दिन अनि हाम्रो केटाहरू सबै रेडी हुँदैछ, कोही टोइलेटतिर छ अनि म चाहिँ रेडी भइसकेँ किनभने म फास्ट मान्छे। आज हामी ब्रिज सर्वे गर्न जान्छौँ पोखराको पामेमा। अब हामी खाजा खाने अनि त्यसपछि गाडी चढेर लाग्छौँ। अब उतैतिर भेटौँला गाइस, बाई बाई। आज हाम्रो यो रुम पनि आज हाम्रो लास्ट दिन कि कति दिन यहाँ बस्ने लास्ट दिन। अब हामीले रुम छोड्दैछौँ नि। ल्यापटपहरू यहाँ छ। यो रुमको हालत पुरा यस्तो 6 जनाको रुम हो यो। भ्यू यस्तो छ मदिन चाहिँ। आज चाहिँ यति नै। सो गाइस, हामी सर्वे क्याम्प गर्दा गर्दै हामी 6 जना ग्रुप थियौँ। एकजना साथी चाहिँ छुट्यो, निशान, वी आर मिस यु। अनि त्यसपछि होटेलमा चाहिँ एट्याच बाथरुम छ, टोइलेट बाथरुम भनौँ। अनि त्यसपछि हाम्रो टाइम चाहिँ लिमिटेड छ किनभने हामी चाहिँ बिहानै 6:30 जानुपर्ने हुन्छ। ल केटाहरू टोइलेट जानको लागि लाइन कस्तो बसिरहेछ तपाईँहरू हेर्नै सक्नुहुन्छ। भीमसाहरू अघि नैदेखि लाइन बसिरहेछ, मदन अघि नैदेखि, उता दोष पनि लाइनमै छ। कतिखेर सक्ला र मजाउँला भनेर बस्दैछन् बासु त्यहाँ। यहाँ खाजा खाने क्रममा टक्क केटाहरूको खाजा यस्तो अन्डा, चना, ब्रेड, दुध चिया। केटाहरू भिडियोमा जाँदैछौँ पामे। अहिले हामी यहाँ पामे आइपुग्यौँ, सामान निकाल्दैछ। सर्वे क्याम्पिङको काम चल्दैछ। हाई हेलो, केही छैन यार। बासु यहाँ क्याम्पिङ चल्दैछ। भिडियो भिडियो अनुसा हिँड्दैछ। खाना लाग्छ। भात 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 खान लाग्यो दोष। होइन सर, यत्तिकै बनाएको। हामी भात खान लाग्छौँ अब। ओहो दोष, ल गाडीभित्र बासुले पनि भात खान लाएँ। म पनि भात खान लाग्छु अब। सर्वे गर्दा गर्दा थाकियो। सर्वे क्याम्पिङबाट फर्केर खाजा खाँदैछन् केटाकेटी। हाम्रो भलगर भाइ समोसा तरकारी। लास्ट डे है हाम्रो। लास्ट डे आज लास्ट डे। हाम्रो पटेल, हाम्रो बासु पर्वा बहिनी कसरी हेरिछन् भने पर्वा बहिनी कसरी हेरिछन्, हाँसिछन्। अनुसा पनि हेरिछन्। आयुषा पनि यहाँ छिन्। नामै भित्रै माग के। मलाई मात्रै तिमी
भरिका लागि सम्झना बनिदिनु हाँसी कुरा सधैँ तिमी आँसुमा रङ्ग अहिले हामी यो डाँडामा घुम्न आयौँ त्यो हिमाल देखिन्थ्यो सबै छेकियो सूर्य दोष विजय दोष सुशील दोष कबीर दोष प्रदीप लोकु दोष रमेश दोष सुमन दोष अमर दोष उत्तर के दोष विजय चाहिँ दोष होइन विजय टिकटक आउनु पुतली बजारको दिदीहरू पछाडि अर्को दिदीहरू हामी अहिले स्न्याक्स खाँदैछौँ हाम्रो अहिले चाहिँ स्न्याक्स टाइम हो यो डाँडाको नाम चाहिँ के अरे हेभन डाँडा के अरे कालीकोट हाम्रो आइटम हेर्नुहोस् यहाँ चाहिँ चिसो छ यो मसरुम विथ पोट्याटो यहाँ मटन यहाँ के अरे पापड यहाँ काँक्रा यहाँ चिकन यहाँ चक्ना भनौँ हाम्रो भाषामा खसीको पनिर अनि 3 पाने पनि यहाँ चट्टा छ ल अब भर्खर हामीले स्न्याक्स लियौँ र अब चाहिँ हामीहरू नाच्न जाँदैछ हाम्रो नाच्ने हल हो है त्यो त्यहाँ हामी नाच्ने हल हो नलजाइ नाच है अब नलजाइ नाच्छौँ ल केटाहरू टन्न खाएर दबाएर पनि झिल्के हुँदो अहिले पो बुढो भएछ सिन्दुर लगाई सिन्दुर लगाई डोरी चलाई हामी हाम्रो क्याम्पिङ सकेर क्याम्पिङको लास्ट डे जाँदैछौँ। ओ भीम हेलो गर। हेलो, आज चाहिँ हाम्रो क्याम्पिङ सकिसक्यो हो।
हाम्रो क्याम्पिङ सकिसकेको छ, हामी फर्किँदैछौँ। यहाँ एउटा दोस्त झन्नै लटेको छ अनि हामी जाँदैछौँ। अब बसको छेउमा पुग्छौँ अनि बसको छेउमा पुगेर हामी बसमा चढ्छौँ अनि त्यसपछि कोठामा जान्छौँ। भन्न त्यो अगाडि पसिना खान्छ। हियर इज वान आफ्नो फ्युचर सेक्योर गरिसके। शुभकामनाको मन्त्रणा गर्दछु। ल हामी हिलोमा छौँ, यहाँ हिलो छ। हामी जाँदैछौँ, पानी परिरह तप 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 तप। यत्रो धेरै केरा छ गाइस, हेर्न सक्नुहुन्छ। ओहो कति धेरै ठुलो केरा हो।